हेलो साथीहरु, गुड मर्निङ। सदा चाहिँ आज मेरो कटिङ डे दोस्रो दिन डे 2। आज चाहिँ म जिम गएर स्ट्रेचिङहरु गरेर डिप्सहरु मजाले गरे अनि डिप्स गर्दै स्ट्रेचिङहरु मजाले गरे र आज मेरो चेस्ट अनि ट्राइसेप्सको वर्कआउट गर्ने दिन। स्ट्रेचिङहरु मजाले गरेर म चाहिँ चेस्ट अनि त्यसपछि ट्राइसेप्सको वर्कआउट गर्न रेडी भए र इन्क्लाइन बेन्च प्रेस 3 सेट गरे मैले र सबैको 3 सेट गरे। मैले जम्मा चेस्टको 3टा सेट गर्ने गरेको छु। सुरु नयाँ भएको कारणले गर्दाखेरि म चाहिँ 3 सेट मात्रै गर्छु र मसँग टाइम पनि हुँदैन। टाइम नभएको कारणले गर्दाखेरि चाहिँ टङटङ गर्छु अनि त्यसपछि ड्युटी जानुपर्ने हुन्छ। त्यसैले हतारमा थोरै केही समय निकालेर पनि एक्सर्साइज गर्ने गर्छु। अनि त्यसपछि चेस्टको बेन्च गर्नु पछाडि ट्राइसेप्सको लागि तयारी अवस्थामा भइकन ट्राइसेप्सहरु अनि त्यसपछि ट्राइसेप्सको सिंगल ह्यान्ड डबल प्रेस गर्दै हामीले साथीहरुसँग गफगफ गर्दै बिस्तारै रेस्ट गर्दै सिंगल ह्यान्डबाट डबल प्रेस हामीले पालैपिलो मेरो भाइसँग गर्यौं। अनि त्यसपछि यो ट्राइसेप्सको एक्सर्साइज सकिसके पछाडि हामीले केही तस्बिरहरु लिने कुरा गर्यौं र मैले तस्बिर पनि लिए र भाइसँग पनि मैले फोटो लिए, हाम्रो आजको प्रोग्रेस फोटो। अनि त्यसपछि भिडियो आजको लागि यति नै। सी यू टुमारो साथीहरु, बाइ बाइ। सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला। धन्यवाद।